सामान्य ज्वरो होला सोच्नुभयो, तर यो पनि एचआईभी को पहिलो सिग्नल हुन सक्छ। पहिला कुरा गरौँ अर्ली सिम्पटमहरू, जुन एचआईभी इन्फेक्सन भएको 2 देखि 6 हप्तामा देखिन्छ। तीव्र गतिको ज्वरो आउनु, फ्लू जस्तै, घाँटी दुख्ने, निन्न गाह्रो हुने, टाउको दुख्ने, बडी पेन, छालामा र्यास देख्नु, घाँटी काखमा गाँठो र अत्याधिक थकान र पसिना आउनु। यो डरलाग्दो कुरा हो। यी लक्षणहरू सामान्य ज्वरो, फ्लू वा भाइरल जस्तै देखिन्छ। धेरैले इग्नोर गर्छ र त्यही गल्ती हो। विन्डो पिरियड जुन 3 महिनाको हुन्छ, यसमा टेस्ट नगरे थाहा नै पाउन गाह्रो हुन्छ। तर सुन्नुहोस्, अर्ली टेस्ट गर्नुभयो भने अर्ली ट्रिटमेन्ट लिन सक्नुहुन्छ र एन्टी रेट्रो भाइरल मेडिसिन लिए भाइरसलाई कन्ट्रोल गर्न सकिन्छ। ट्रिटमेन्ट लिए नर्मल लाइफ बाँच्न सकिन्छ। डर होइन, टाइमली एक्सनले जीवन बचाउँछ। लक्षण देखियो, व्यवस्था नगर्नुहोस्। टेस्ट नै सबैभन्दा सेफ अप्सन हो। आफ्नो र आफन्तको जीवन बचाउनुहोस्। मन परे भिडियोलाई लाइक गर्नुहोला र आफ्नो साथीहरूलाई ट्याग गर्न नबिर्सिनुहोला। धन्यवाद।